आज हामी बन्दीपुर केवलगारको स्टेसनमा जाने बित्तिकै एउटा ठुलो शिवको मूर्ति देखेँ। त्यहाँ स्काई साइक्लिङ पनि रहेछ। हामी त्यसपछि त्यस स्काई साइक्लिङ गर्न भनेर जाँदाखेरि एउटा दुईटा फोटोहरू खिच्यौँ। त्यसपछि स्काई साइक्लिङको लागि सेफ्टी बेल्ट लगायौँ। हामी चाहिँ अब साइक्लिङ सुरु गऱ्यौँ। त्यसपछि मलाई चाहिँ के लाग्यो भने नर्मल साइक्लिङ गर्दा र यो स्काई साइक्लिङ गर्दा चाहिँ डिफ्रेन्ट के भयो भने नर्मलमा चाहिँ हामीले धान्नुपर्छ हैन। यसमा चाहिँ यो स्काई साइक्लिङमा चाहिँ हामीले धान्न नपर्ने रहेछ। यो अटो ब्यालेन्स भएर बस्दो रहेछ। कम्फर्टेबल चाहिँ एकदम कम्फर्टेबल लाग्यो मलाई। स्काई साइक्लिङ गर्दा चाहिँ साइकल नजान्ने मान्छेले पनि साइक्लिङ गर्न सकिन्छ। यसमा चाहिँ प्याडल मात्रै चलाउने हो, अरू केही गर्न नपर्ने रहेछ। साइक्लिङ पनि सकियो र हामी घर फर्क्यौँ। आजको भ्लग यति नै। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला।